रूपन्देहीको तिलोत्तमामा दोस्रो तिलोत्तमा कोरा 2026को तयारी पूरा भएको छ। प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवर्धन गर्दै स्वास्थ्य सचेतना, वातावरण संरक्षण र अनाथ आश्रमलाई सहयोग गर्ने उद्देश्यसहित तिलोत्तमा राइडर्सको आयोजनामा हुने साउन 2 गते हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बिहिबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो। यस वर्षको कोरामा विश्व साइकल यात्री पुष्कर शाह विशेष आकर्षणका रूपमा सहभागी हुने आयोजक संस्थाका अध्यक्ष शङ्कर मल्लले बताउनुभयो। साइकलमै विश्वका 150 भन्दा बढी देशको भ्रमण गरिसक्नुभएका शाहले हालसम्म 4 लाख किलोमिटर भन्दा बढी साइकल यात्रा पूरा गरिसक्नु भएको छ। पत्रकार सम्मेलनमा विश्व साइकल यात्री पुष्कर शाहले कोरा साइकल चलाउने कार्यक्रम मात्र नभई स्वास्थ्य, वातावरण, पर्यटन र समाजप्रतिको जिम्मेवारी पनि भएको उल्लेख गर्नुभयो। अहिले नेपालमा कोराको 16औं संस्करणमा आइपुगेको भन्दै उहाँले शाहले आफ्नो विश्व यात्राका क्रममा विभिन्न सामाजिक काम समेत गर्नुभएको उल्लेख गर्दै दोलखामा भूकम्पपछि हेल्थ पोस्ट निर्माण, सिन्धुपाल्चोकमा सौर्य ऊर्जा सम्बन्धी सहयोग तथा सर्लाहीका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग गरेको अनुभव सुनाउनुभयो। त्यस पछाडि यो संसार देशकै एउटा सुन्दर सहरमा बस्ने सुन्दर मान्छेहरूको मन त्यसै सुन्दर छँदैछ। त्यस पछाडि म संसार डुलेर त्यो गौरीशङ्करको खेतबाट आएको हेर्नु त यति राम्रो मान्छे आएको छु, झन् कार्यक्रम त्यसै सुन्दर भइहाल्छ। सबै कुराहरू जीवनमा एकैचोटि प्राप्त हुँदैन होइन। त्यसकारण म जति खुसी हुनुपर्ने मान्छे को छ संसारमा त्यो दोलखाको एउटा दुर्गम गाउँमा जन्मेको पाखी केटोले रित्तो गोजी बिना पैसा संसार घुमेर आए। संसारका 150 मुलुक घुमेर आएर संसारभरिको झन्डा लगेर सगरमाथा भन्दा पनि एकैछिन अग्लो भएर आएको मान्छे नि खुसी भएन भने त को चाहिँ हुने हो। अनुभव सुनाउनुभयो। उहाँले तिलोत्तमा कोरा जस्ता कार्यक्रमले स्थानीय पर्यटनको विकाससँगै नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। तिलोत्तमा कोरामा सहभागिताका लागि 175 जनाले नाम दर्ता गराइसक्नु भएको छ भने सहभागी संख्या करिब 200 पुग्ने आयोजक संस्थाका सचिव सुभाष थापाले बताउनुभयो। कोरामा सहभागीहरूले 55 किलोमिटर साइकल यात्रा गर्नेछन्। साइकल यात्रामा रूपन्देहीसँगै कपिलवस्तु र नवलपरासीका राइडर क्लबहरू सहभागी हुनेछन्। माथिल्लो विष्णुपुर स्थित दुर्गा मन्दिर परिसरबाट बिहान 6 बजे सुरु हुने कोराको यात्रा तिलोत्तमाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू परिक्रमा गरी ड्राइभरटोल स्थित होटल टुलिपको बैंक्वेट हलमा पुगेर समापन हुनेछ। साइकल यात्राका क्रममा तिलोत्तमा गौशालामा गाईलाई आहार वितरण गरिनेछ भने 52 कोटी मन्दिर, मोक्षधाम, कुञ्ज पार्क, तिलोत्तमा पार्क, श्रृङ्गेश्वर धाम लगायतका स्थानमा स्वागत ग्रहण हुनेछ। तिलोत्तमा कोरा 2026 का संयोजक तथा तिलोत्तमा राइडरका उपाध्यक्ष क्याप्टेन कृष्ण बहादुर कार्कीले पहिलो संस्करणले अपेक्षा भन्दा ठूलो सफलता पाएको भन्दै यस वर्ष थप व्यवस्थित रूपमा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। तिलोत्तमा राइडरका कोषाध्यक्ष दीपक भट्टराईले स्थानीय सरकार, निजी क्षेत्र, प्रायोजकको सहयोगले कार्यक्रम सफल हुने बताउनुभयो। कार्यक्रमको टाइटल स्पोन्सरमा राम खरेल सञ्चालक रहनु भएको किङ्स एब्रोड तथा सह प्रायोजकहरूमा अर्जुन पौडेल सञ्चालक रहनु भएको रियल ड्रिम्स तथा ओरिएन्टल इन्स्योरेन्स कम्पनी रहेको छ। अनि साथै सल्लाहकारज्यूहरू अनि साथमा हाम्रो विश्व साइक्लिस्ट पुष्कर शाह जस्तो व्यक्तिहरू आज आफ्नो समय लिएर यहाँ आउनु लाग्दा हामी जस्तो तिलोत्तमा राइडर्सलाई एकदम गौरवित महसुस भइरहेको छ र हामीले विचार गरे पोहोरभन्दा अझै राम्रो गर्ने सोच छ। हजुरहरूको साथ र सहयोग भयो भने त्यो अवश्य पुरा हुन्छ र आउने समयमा पनि हजुरहरूले यस्तै साथ सहयोग दिनुहोला भन्ने आशा राख्दै